तपाईँहरू सबैजनालाई ढोक्छु पऱ्यो देखेर नि आशाहरू मरेर आइसक्यो यार ग्याङ मेरो त मेहनत गरेको यत्रो वर्षौँ भइसक्यो घरिघर त यो सबै त छोटै जस्तो लाग्छ तर फेरि च्यानल देखेर कस्तो माया लाग्छ कि कति मेहनतले गरेको कति मेहनतले यत्रो 500 सब्सक्राइबर बनाएको माया लाग्छ छोड्दा जे जस्तो भए पनि सपना रचेको पो त मैले एउटा भ्लगर बन्छु भनेर पढाइ चढाइ सबै छोडिहाल्यो अब लौरे बन्छु भनेको लौरे पनि उस्तै भइहाल्यो अनि एउटा सपना यही हो एउटा मेरो भ्लगर बन्छु भन्ने हुन त गरिबकै छोरो म पनि दुःख परेका जनताहरूलाई सहयोग गर्दै हिँड्न मन छ अभियसली थाहा छ मलाई यो सपना मेरो पुरा हुन्छ तपाईँहरूले साथ दिनुभयो भने सपोर्ट गर्नुभयो भने अवश्य हुन्छ नि कस्तो हुँदैन बस तपाईँहरूले साथ सपोर्ट दिनु पऱ्यो हेर न मैले वर्षौँ भइसक्यो कसम ज्ञान 20 भ्युज 25 भ्युज 2 लाइक 3 लाइक आशै मरेर आउँछ कि मैले धेरै कुरा गर्न नसके पनि प्लिज एउटा कुरा चाहिँ गरिदिनुहोस् मेरो यो भिडियोमा 1000 भ्युज मात्रै पुऱ्याइदिनुहोस् न कति खुसी हुन्छ क्या म यो खुसी म मेरो कहिले भिडियो चल्छ र म कहिलेको मेरो खुसी काटिनहरू देखाउन पाउँ जस्तो हुन्छ कि अहिलेसम्म मैले मेरो खुसी मनभित्र लुकाएर राखेको छु कि जुन दिन चल्छु म यस्तो खुसी हुन्छु भनेर मेरो सोच नै रहिरहेको छ तपाईँले सपोर्ट नगरे कसले गर्छ मलाई नेपाल आमाकै छोरा हो अब तपाईँहरूले साथ सपोर्ट दिनुपर्छ मलाई मेरो सपना पुरा गर्ने जिम्मा तपाईँहरूकै आश गरिरहेको छु मैले सपना रचेर राखेको छु जो एक दिन त म पुरा गर्छु भनेर हुन म कति जिद्दी है तपाईँहरूकै आशमा क्या तपाईँहरूकै आशमा कसम पनि क्या आशा छ तपाईँहरूले माया देखाइदिनुहुन्छ यो भिडियोमा चाहिँ प्लिज मात्रै यही एउटा भिडियोमा मात्रै भए पनि मेरो 1000 भ्युज चाहिँ पुगोस् न जम्मा जम्मी 20 भ्युज 30 भ्युज भन्दा धेरै छैन कि मेरो आशाहरू पनि मरेर आइहाल्छ नि यति ठुलो भ्लगर बनेर यो देशलाई मेरो नाम चिनाउनु छ म मर्दा पनि मेरो नाम गुन्जियोस् त्यो चाहन्छु म त्यति भए अरू मलाई केही चाहिँदैन तपाईँहरूलाई म ढोक्छु बरु